काठमाडौँ स्कुल अफ लका प्रिन्सिपल गाइस अब हामी चाहिँ निस्क्यौँ बिहार कहाँ हिँड्छ जान कहाँ लागेको छ हाम्रो गन्तव्य कता हो हाम्रो गन्तव्य कता हो भन्ने कुरा हामी स्योर छैनौँ अर्को यतापट्टि क्यामेरा छ भ्लगिङ क्यामेरा यतापट्टि अर्को ह्यान्डसम छ यतापट्टि अर्को बाबा हुनुहुन्छ उहाँ चाहिँ हन्डा कम्पनीको मालिक भक्तपुरमा चाहिँ हन्डाको कुनै पनि किसिमको बाइक स्कुटी किन्न आउँदै हुन्छ भने उहाँकोमा डाइरेक्ट सर्भिसिङ पनि सो यतापट्टि चाहिँ मन्दन देउपुर नगरपालिकामा जानु हुँदैछ भने यो मान्छेलाई सम्झिनु होइन अनि धुलीखेलमा कुनै पनि किसिमको होटेलमा बस्न चाहनुहुन्छ भने यो मान्छेलाई सम्झिनु अनि यतापट्टि अर्को भोटे भन्ने छ केएसएल हो नाम चाहिँ होइन हाम्रो पछाडिको मान्छेलाई हेरौँ ह्यान्डसम भएर बस्नु भएको छ मुख्यमन्त्री रुपियाँ मङ्गलगढीको छ मङ्गलगढी उता 130 रुपियाँ एकजनाको भाडा चाहिँ यहाँ तर तपाईँलाई हामी 100 लगेर जान्छौँ यता भाडा 200 मा जाने आउने 200 मा एकजनाको यताको भाडा 200 मा लिन्छ कति किलोमिटर छ जाने आउने 9 किलोमिटर छ यहाँ होइन पारीको जङ्गल छ नि जाने यहाँबाट मङ्गलगढी ल्याएर 200 रुपियाँ भनेको छौँ फोटो खिच्नुहोस् केही छैन होइन फोटो खिच्ने भनेको कहाँ 190 रुपियाँ लिटर तेल छ तपाईँलाई यहाँ एयरपोर्टबाट सस्तोमा लग्दैनौँ हामी हेर्नुहोस् लागेको रेटबाट भन्दा हामीले तपाईँलाई सस्तो गरेको छ भोलि खलासी रहनुहोस् त्यसो भए यहीँ बसिएर नि कहीँ जाँदैन सर अब सहयोग गरिदिनु जानेको हामीहरूलाई 150 टाढा छ क्या सर ल 160 ल भयो चार पनि बजा छैन 160 ल 100 आइसिस ल यहाँबाट कति टाढा सर हामीले 60 रुपियाँ डिस्काउन्ट गरेर चाहिँ हामी लागेको भाडा भन्दा नि कम ल्याएको पैसा नदिनु होला बाटो राम्रो रहेछ पैसा नदिनु होला यहाँबाट हामी बस मङ्गलगढी गएर मङ्गलगढी यता आउने बाटो अप्ठ्यारो छ के लागौँ 180 ल बाटो अप्ठ्यारो भएर ल बढ्नु 180 अब यो चाहिँ काक्रे बिहार हो काक्रे बिहार काक्रे बिहार तर यो बन्नुको के छ त पछाडिको कारण इतिहास सबै बिग्रियो थियो हजुर त्यो अहिले भर्खरै बन्यो ए बाहिरबाट मान्छे आएर बनाएको एकदम डिफ्रेन्ट छ नेपालको आर्किटेक्चर एकदम डिफ्रेन्ट छ है यो कुरा हामी सबैजनालाई थाहा नै छ भित्र हरेक ढुङ्गामा डिटेल छ हरेक हुन्छ नि आर्टमा डिटेल छ यसमा पञ्च पाण्डवले बनाएको भनेर बनाएको छ यहाँनिर हेलो दिस इज मिस्टर फोटोग्राफर कस्तो दामी यो फोटो राम्रो छैन त नुजेको अनि बिहाइन्ड द सिन बाहिर जाऊ आज हाम्रो कार्यक्रममा हामी विशेष चर्चा गर्नका लागि हामीले आज के भइरहेको छ त देशमा कानुनी क्षेत्रमा भनेर स्वागत छ हजुर धन्यवाद चरजी बिना सर्टिफिकेट कहिलेसम्म लुट्नुहुन्छ तपाईँ देशलाई खोइ तपाईँसँग लाइसेन्स तपाईँले बिएलएले पास गर्नु हो लुट्ने कलेज लुट्ने कलेजमा प्रदर्शन कहिलेसम्म बनाउनुहुन्छ विद्यार्थीलाई दबाबमा कहिलेसम्म राख्नुहुन्छ फर्स्ट इयर सेकेन्ड इयरको विद्यार्थीलाई कुट्नुहुन्छ अरे हामी विद्यार्थीलाई कुट्दैनौँ हामी राम्रो वातावरण के अरे विद्यार्थी मैत्री
विद्यालय सञ्चालन गर्दै आएका छौँ। अनि यो त त्यो केटी बेचुवा मास्टर हो यसलाई अनि तपाईँ चाहिँ एकदम चाहिँ विद्यार्थीहरूलाई सेड्युस गर्नुहुन्छ अरे कहिलेसम्म आखिर यो हामी विशेष चर्चा गर्नेछौँ। आज हाम्रो विशेष चर्चा गर्नका निम्ति हामीले हाम्रो स्टुडियोमा नेपाली कङ्ग्रेसका सभापति वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई निमन्त्रणा गरिएका छौँ। स्वागत छ प्रधानमन्त्री। तपाईँलाई धेरै धन्यवाद भाइ। अब शरदजी तपाईँले हारे अब के भनौँ भन्नु त तपाईँ भनिहाल्नु त मैले के भन्नु पर्यो यो कार्यक्रममा। पर्नु चाहिँ शरदजी मेरो फोन आयो। कहिलेसम्म यसरी लात बचाएर प्रधानमन्त्री मात्रै बनिरहने? तपाईँ राजा हुँदा नि तपाईँ नै प्रधानमन्त्री, अनि त्यसपछि त्यहाँबाट गएर प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, मुलुकले यत्रो परिवर्तन गर्दा नि अझै पनि तपाईँ प्रधानमन्त्री। ए बाबा अब के गर्नु त मलाई के रिलाज हुन्छ कट्टु लागेको छँदैछु त्यसो लागेको छँदैछु बाबा के रिलाज हुन्छ त अब राज भनेर म प्रधानमन्त्री नबन्ने बाबा उता आर्चो गऱ्यो नि या तपाईँ गऱ्यो नि बाबा मलाई तनाव भइसक्यो तपाईँ तनाव म यो कार्यक्रममा बस्दैन। आज प्रधानमन्त्री भाग्नु भएको छ र हामीले भाग्न दिने छैनौँ र फेरि उहाँसँग सम्पर्क गर्न चाहन्छौँ। ब्लगिङ हो जसरी पनि गर्न मिल्यो ब्लगिङ फर्मल वेमा है। गाइस अब हामी चाहिँ निस्क्यौँ होइन। दिवाकर भाइ मेरो प्यारो प्यारो मान्छे, पुरै पसिना आयो। पसिना आयो। क्याप्टेन दिवाकर दङ्गाल र को पाइलट साकार नेउपानेको स्फोटन हुँदैछ। क्याप्टेनहरू छौँ। यता छ मा तर्साउँछ मलाई तर्साइदिरहेको मलाई हेर्दैन दङ्गा कति बेला यो चाहिँ राजेश ब्रो हो। ल राजेश ब्रो हेलो हेलो। यो चाहिँ पशुपति हेलो पशुपति। हेलो ढकालजी हेलो पृथकजी हेलो 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 ल हेलो। उहाँ चाहिँ पानी खाँदै हुनुहुन्छ। हेलो 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 दाजु हेलो। हेर्नुहोस् त नेपाली जनताहरू ड्रोन उडेको हेर्नलाई लालायित हुनुभएको। हेर्नु हेर्नुहोस् पार्कमा दिउँसै 2 जोडीहरू। त्यो सबै खालको पानी चाहिँ यहाँ स्टोर गर्नुपर्छ। पानी स्टोर गरेर यसो पर्यटनको लागि नम्बर 3 मा हामीले के गर्नुपर्छ बजेट गरेर यहाँ ढुङ्गाहरूको व्यवस्थापन पनि गर्नुपर्छ र कालो चस्मा लाउ भन्छ पिरत लाउने आउ भन्छ। कालो चस्मा लाउ भन्छ पिरत लाउने आउ भन्छ। मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको। दिनमा कति कमाउनुहुन्छ गीत गाएर? म दिनमा 1 रुपियाँ पनि कमाउँदैन। चन्द्रमा चाहिँ राम्री छौ जानभन्दा नि प्यारी छौ तिमी पनि हामी चाहिँ थाहै रहने माया आँखी झ्यालैमा।